हरू आज म तपाईहरुलाई देखाउँदै छु हाम्रो क्याम्पिङ दामी छ नि भाइ दामी छ है सारै मिठो छ है सारै मिठो छ पनिर चिली एकदम स्पेशल भेज अनि यो भेज सलाद यो चाहिँ एकदम स्पेशल यो फ्राइड सलाद हो यो चाहिँ एकदमै यो अहिलेसम्म नबनेको परिकार यहाँ बनिरहेछ अब यो थोरै परिकार तर साह्रै मिठा परिकार छ नि यो चाहिँ एकदम फ्राइड चिउरा यो सबै नट्सहरू मिक्स गरेर यो पापडहरू छ बाहिर चिकन पोलिरहेछ यता सलादहरू छ हैन अब हामी चाहिँ एकदमै यो केटाहरू पनि कुनै पनि केटी छोरी भन्दा कम नहुने गरीको मिठो तरिकाले पकाएर खान जान्छौँ सक्छौँ भन्ने कुराको चाहिँ एकदमै राम्रो एक्जाम्पल यहाँ प्रस्तुत भइरहेछ र भाइहरूले माया गरेर मलाई चाहिँ हेड कुकको रूपमा यहाँ जुन नियुक्ति दिनुभएको छ त्यो भूमिका म पुरा गर्नलाई एकदमै लागि परिरहेको छु यसमा केपी भाइ हाम्रो सरोज भाइको योगदान चाहिँ एकदमै यति धेरै छ अतुलनीय छ भनेर साँधिरै छैन हैन यो पोसिबल हुन्छ अनि तर जे होस् इन्जोय भइरहेछ मेन चाहिँ यो चाहिँ हाम्रो जुकुजीको दृश्य हो यसमा चाहिँ हामी सम्पूर्ण साथीहरू लगभग 8 जना साथीहरू चाहिँ हामी जुकुजीमा छौँ तातो पानीको मजा लिँदैछौँ यो साह्रै रमाइलो क्षण र पछाडि दाजुले क्याम्पिङ प्लान रेडी गर्दै हुनुहुन्थ्यो र हामी दुईवटा क्याम्पिङहरू सकेर बाहिर बसेर 1.5 घन्टा बिताएपछि हामी फेरि भित्र नाचगान गर्नको लागि गएको क्षणको हो यो हामी त्यहाँ नाचगान म्युजिक सिस्टम बनाएर बजाएर नाचगान गरिरहेका छौँ एकदमै रमाइलो नाचगान एकदम रमाइलो भएको थियो यसको तपाईँको गीतसहितको चाहिँ मैले हाल्न सकेँ अनि यो अहिले यो चाहिँ कपिराइट आउने हुन्छ र अहिले गीतमा गाएँ अहिले यसमा गीतहरू बजाएका छौँ बजाएर नाचगान पनि गरेका छौँ आशा छ हजुरहरूले मन पराइदिनुहुनेछ अहिले सानो गीतहरू सानो चाहिँ म राख्नेछु प्रयास गर्नेछु कपिराइट नआउला भन्ने सोचमा कपिराइटको प्रब्लम हालिन गर्छन् चाहिँ हामी एकदम रमाइलोसँग नाचगान गरिरहेका छौँ लगभग 1.5 घन्टा हामी नाच्न पनि लगाउनेछौँ अहिले सबैजना एकहोस्ट एकदमै रमाइलो गरिरहेका छौँ सबैजना ढले बेलुका साइडहरू नै गीत नाचिरहेका छौँ फेरि हामी गरिरहेको छौँ सक्नुहुन्छ तपाईँहरू राम दाई गोविन्द दाई पनि यहाँ पुरै पनि हुनुहुन्छ एकछिनमा सडक पनि हुनुहुन्छ उति पुरै आउनुभयो टाक गाडीमा तपाईँ दौडेर आउनुपर्ने तपाईँ एकदम रमाइलो गर्नलाई माहिर हुनुहुन्छ चाहना राख्नुहुन्छ त्यसपछि एकछिन अब शरद दाई पनि आउनुहुन्छ रमाइलो गर्नुहुन्छ सम्पूर्णजना रमाइलो गरिरहेको अब लगभग यो चाहिँ लगभग हाम्रो अन्तिम चरणको नृत्य डान्स हुनेछ किनभने योभन्दा पछि
12 बजिसकेको होला यसमा र सबैजना सुत्न गइसक्नु भएको छ। यो पछि हामी जानेछौँ सुत्ने। एकदिन फेरि बाहिर गएर एकछिन बस्छौँ, काम आगो ताप्छौँ। त्यसलाई म रामदाई गोविन्दहरू त्यसपछि आएर हामी 1 बजे लगभग निस्केर सुत्छौँ। रामदाई त अझै हामीहरूलाई निस्केर सुत्नु भएको छ। सबैभन्दा अन्तिममा रामदाई सुत्नुभएको थियो। त्यसलाई र म त्यसको अगाडि सबै साथीहरू सुतिसक्नु तर्फ गइसक्नु हुनेछ। भोलि बिहान बस्नु पऱ्यो, त्यही त हो। हेर्नुहोस्, एक दिन one night camping with alcoholics is very nice. तपाईँहरू पनि जान सक्नुहुन्छ। सम्पूर्ण काम गर्ने विचार गर्ने साथीभाइहरूसँग एक दिनको लागि ह्याङआउट गर्नको लागि धेरै रमाइलो हुन्छ। हामी एकदमै रमाइरहेको छ, एकदमै रमाइरहेको छ। एकदम त्यही गर्छौँ। दुर्गेश थापाको गीत नाचिरहेको देख्न सक्नुहुन्छ। साह्रै रमाइलो क्षण हो यो, अविस्मरणीय पनि छ। ओके, सम्पूर्णमा धन्यवाद। यो आयोजना गरिदिनु हुने दाजुहरूप्रति पनि हार्दिक कृतज्ञता गर्न गर्दछु। देख्नु पाउँदा पनि सायद यो चाहिँ हाम्रो बिहानको खाना हो। दाल, गुन्द्रुक, साग, अचार, पनिर चिल्ली, घिउ, मासु, मोही सहितको खाना। सबैजनालाई लिउ भात छाडिदिनु होइन। यो के भन्छ दही यो उगाउने यसले गरौँ। मोही, घिउ, मासु, पनिर, अचार, साग। यसलाई एउटा चाहियो कि जस्तो लाग्छ। यसलाई चाहिँ नि बखौँ है त, यसो गरौँ। हिजो काबु भएको थियो कि यो गुन्द्रुक हिजोको गुन्द्रुक है, गुन्द्रुक चाहिँ। अनि लास्टमा मोही खानाका लागि यहाँ ये दोस्ती